हेर्न सक्नुहुन्छ गाइस, हामी चाहिँ घर जान लागिसक्यौँ है। हेर्न सक्नुहुन्छ गाडी चढेर हेर्न सक्नुहुन्छ गाइस, वसन्त ऋतु आइसक्यो। अब चाहिँ हेर्न हाम्रो घरमा आएको न हामी। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज छैन म बिहान उठेर हेर्न सक्नुहुन्छ है, बिहान उठेर अनि हाम्रो बगैँचामा जान लागेको छौँ क्या। अब थोरै बुट्टाहरूको लागि खन्नुपर्ने छ, अनि बाली लगाउन लागि पनि सानो प्लेट बनाएको अनि खन्नुपर्ने छ क्या। अनि दिउँसो चाहिँ बजार जान्छु होला, दिउँसो चाहिँ बजार देखाउँछु अनि बजारको भ्यूहरू पनि देखाउँछु है। अनि अहिले चाहिँ प्लेट खन्न जग्गा जान लागेको छौँ क्या। अनि 4 जना छौँ है हामीहरू चाहिँ। अनि प्लेट खनेको अब देखाउँछु एकछिनमा। अनि पछि चाहिँ अनि बजारको गएर बजारको भ्यूहरू देखाउँछु। अहिले चाहिँ जाउँ, धेरै लामो कुरा नगरेर है, लेट्स गो। अहिले चाहिँ खन्नुपर्ने चाहिँ यही बारी है, सानो। अब योमा ओखराहरूको बुट्टाहरू छन् कि साइजनको लागि यो खन्नुपर्छ है। यही खनेर अनि पर जान्छौँ। गुल्ली के टाइम पर रहेन, छिटो पर्सिङ उति गर्नुपर्ने नै। वसन्त ऋतु आइसक्यो। अब चाहिँ हेर्न हाम्रो घरमा आएको छ न हामी। यो चाहिँ नास्पातीको रुख यस्तो कुपिला दिया चाहिँ चुटी छ है। हेर्न यो नास्पातीको रुख चाहिँ हेर्न वसन्त ऋतु आइसक्यो। यस्तो मजा आउँछ वसन्त ऋतुमा, किनकि सम्पूर्ण कुरा हुन्छ क्या, अहिले भन्ने हुन्छ। त्यस कारणले धेरै राम्रो हुन्छ यो ऋतु चाहिँ हेर्न सक्नुहुन्छ। आहा, कतिको फुल फुलिसक्यो चाहिँ। आज चाहिँ म हाम्रो फार्ममा चाहिँ खर्न आएको है। बुट्टाहरूलाई त्यो मल चाहियो नि त, मलहरू त्यसले छरिसक्यो हेर्न मल चाहिँ। अनि त्यसले खनिरहेको छु अहिले। 4-5 प्लेट खन्नुपर्ने छ अझै। हामी 4 जना छौँ टोटल चाहिँ, 4 जना खन्न चाहिँ 4 जना छौँ। एकदम चिसो छ गाई छ न, हातका औँलादेखि लगेर खुट्टा औँलासम्म छिरा छ क्या। अब जुम्ला साइड अब यो पाहाड साइड हो नि त, त्यस कारण एकदम चिसो छ क्या। त्यस कारण एकदम चिसो छ न, हात खुट्टा छिरेर राख्नु के। अझै पनि चिसो ग्यास छैन क्या जुम्लामा, चिसो त एकदम हुन्छ है। अब खनेर अब जानुपर्छ। हेर्न सक्नुहुन्छ गाइस होइन। अहिले चाहिँ म आइसकेँ क्या, किनकि बजार जानुपर्ने छ नि त। त्यस कारणले अहिले चाहिँ म आइसकेँ है। अब बजारले कपाल सपाल हुनु पऱ्यो नि त, त्यस कारण आइसकेँ। अनि हेर्न सक्नुहुन्छ है, हातमा चाहिँ बाल्टिन छ है। अनि अब चाहिँ घर गएर अब हतिएर अनि घर जानुपर्छ। अहिले चाहिँ गाइस होइन हतिएर पनि आइसक्यौँ क्या। मेरो चाहिँ 2 जना आएको छौँ है। अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ जङ्गलबाट आएको छौँ कि, पुरा जङ्गल छ है। चारैतिर हेर्न सक्नुहुन्छ है, जङ्गलै जङ्गल छ क्या। अनि हामीहरू चाहिँ त्यसै बाटो आएको छौँ है। यस्तै छ है। अब बजार के कारणले जान लाग्यो सोच्नु भयो होला। म चाहिँ बजार चाहिँ राष्ट्रिय परिचय पत्र बनाउन लागि जान लागेको छु के।
गएर राष्ट्रिय परिचय बनाउँछु अनि बजारको भ्यूहरू पनि देखाउँछु तपाईँहरूलाई होइन। लास्टसम्म जोडिनु होला। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। यस्तै छ है, अब गाउँलेलाई कहिले कहाँ हुन्छ क्या। चाहिँ गाइस हामीहरू चाहिँ दानसाङ पुगिसक्यौँ है। अनि दानसाङको यो झुलुङ्गे पुलमा पुगिसक्यौँ। अनि यता तल हेर्न सक्नुहुन्छ है, यो चाहिँ कर्णाली है, एकदम राम्रो हुन्छ क्या। यो पुल चाहिँ एकदम हल्लिन्छ क्या, हेर्न सक्नुहुन्छ है, तास हल्लिन्छ क्या, एकदम के लचक गरेर क्या, एकदम हल्लिन्छ क्या। अनि हामीहरू चाहिँ यो देखिरह नि त यो माथि, अब यहाँ माथिदेखि आएको हौँ है। हामीहरू चाहिँ जानुपर्ने चाहिँ बजार हो, बजार गइसकेर देखाउँछौँ। चाहिँ बजार पुगिसक्यौँ है। उता चाहिँ जिल्ला प्रशासन कार्यालय उता, अनि यो चाहिँ बजार है। बजारको भ्यू हेर्न सक्नुहुन्छ। जुम्ला बजार, जुम्ला खाना बजार। लाइक अनि सेयर अनि सब्सक्राइब थ्याङ्क्स फर वाचिङ। छोटो आउँछ, मिठो आउँछ क्या, यस्तै छ। चाहिँ पसल हेर्न सक्नुहुन्छ। फुटे सामान ले लो। कबाड़ी सामान ले लो, कबाड़ी सामान, टूटे गैस है, टूटे कपड़े हैं, फाटा कपड़े हैं, गैस है, सिलेंडर है, ले लो टूटे। अहिले चाहिँ होइन हामीले राष्ट्रिय परिचय पत्र बनाएर त्यहाँ आइसक्यौँ है। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कृष्ण मन्दिर। अनि चारैतिर हेर्न सक्नुहुन्छ है, मान्छे छन् के, यस्तो मान्छे पनि पुरै छरिदिनु होला है, मान्छे छन् के। अहिले चाहिँ होइन गाइस हामीहरू चाहिँ नास्ता लागिसक्यौँ है। नास्तामा चाहिँ चाउमिन छ है, प्लेटको 60 रुपियाँ गयो है गाइस। अनि हामी चाहिँ अहिले नास्ता लागिसक्यौँ है। नास्ता खाऊँ न कस्तो हुन्छ है। त्यही त एकदम स्वादिष्ट जस्तो देखिरहेछ है, खाँदामा अब कस्तो हुन्छ। सकियो। अहिले चाहिँ होइन गाइस हामीहरू नास्ता खाएर पनि घर जान लागिसक्यौँ है। अनि हामीहरू चाहिँ यो गाडी देखिरह नि त, यो गाडीमा चढेर जाने है। अब तैँले पुलिसले त चढ्न दिँदैन क्या, अनि माथि आएर चढ्नुपर्छ। अनि यस्तै छ, हेर्न सक्नुहुन्छ यो चाहिँ जुम्ला एयरपोर्ट है, पुरा जुम्ला एयरपोर्ट देखिरहेको छ। अब गाडी साइड चढिसक्यौँ, अब गाडी चाहिँ सुइँ जाने हो ठैँ पारेर है गाइस, यस्तै छ। अहिले चाहिँ अब गाडी सबै हिँडिसक्यो। अब चाहिँ आज बढीमा 1 घन्टा भनौँ, 1 घन्टा भनौँ, अब 1 घन्टामा घर पुगिन्छ है। यस्तै छ, हेर्न सक्नु पछाडि चाहिँ भ्यू यस्तै छ है। कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला। साथै मेरो च्यानल लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर नबिर्सिनु होला। यति भन्दै आजको मेरो भ्लग यहीँ अन्त्य गर्छु। नेक्स्ट भ्लगमा भेटौँला। अहिले चाहिँ बाई बाई।